हेलो गाइस, सम्पूर्णलाई नमस्ते एन्ड जय मसी। हाम्रो कन्टेन्ट चाहिँ विशेष गरी धान फटेको किराले विध्वंस बनाएको कारणले गर्दाखेरि चाहिँ हामीले खेताला हालेको छौँ। खेताला खोजेको पाएन अनि हिजो हामीले आधी काट्यौँ, छोड्यो भने काट्यौँ। अनि अहिले चाहिँ हामीले धान काटेको छौँ। विध्वंस बनाएको फटेको किराले जेएनजीहरूले चाहिँ केही गर्नु पर्यो। हामी किसानहरूलाई दुःखमा परेछ है। धान रोप्यो, दबाई हाल्यो, जे गर्यो नि अस्ति पानीले गर्दा चाहिँ एकदम विध्वंस। गाइस, हामीले धान फड्के किराले दुःख दिएको कारणले गर्दा चाहिँ हामी खेताला हालेका छौँ। मेरो वाइफले चाहिँ काट्दै हुनुहुन्छ है। यो चाहिँ सेतै भएको चाहिँ फड्के किराले ध्वस्त बनाएको है गाइस। फड्केले भेटेर होइन है, सेतै बनाएको छ धानलाई। अनि माथिको उसलाई चाहिँ के गरे छैन होला नि धानलाई। त लास्टै किराले भेटेर आगो बाल्यो भने फेरि सबै जान्छ होला। अनि कहाँको गाइस, यहाँ चाहिँ एउटा सानो फुच्चे है, माथि कोराको हो। लास्टै खतरा है, रुख चढिरहेको फुच्चे देख्न सक्नुहुन्छ। त्यो फुच्चे रुख चढिरहेको खतरा है। यो फुच्चे यस्तै खतरा हालमा गाइस। हाम्रो चाहिँ यहाँ धान काटेको अवस्था छ है गाइस। फड्के किराले लास्टै दुःख दिएछ, ध्वस्तै बनाएको है गाइस। हामीलाई चाहिँ जेएनजीहरूले हेर्नु पर्यो है। किसानहरूलाई धेरै मर्कामा परेको छौँ। मर्कामा परे चाहिँ हामी किसानहरूलाई चाहिँ ठुलो दुःख कष्ट आएछ। अस्ति पानी परेको कारणले चाहिँ यो धानहरू ध्वस्त भएको छ है। फड्के किराले ध्वस्त बनाएको है। चाहिँ किराले दुःख दिए है गाइस। लास्ट गरेर अनि बुढीले काटेर ल्याउनुभएको छ है। नदीको पानी गाइस है, यहाँ चाहिँ फड्के किराले ध्वस्त बनाएको है गाइस। यो चाहिँ मेरो वाइफले मात्रै काट्नु भएको है गाई चाहिँ पुरै। मैले पनि काटेँ हिजो बेलुका, अहिले पनि काटेँ। फड्के किराले चाहिँ ध्वस्त बनाउनु रहेछ। पानी धेरै नहुँदो रहेछ। के गर्ने, आकाशले त्यसमाथि पानी परेको कारणले गर्दाखेरि चाहिँ यो धान चाहिँ यस्तो ध्वस्त भएको है गाई। किसानलाई जे गर्दा पनि सुगा छैन। धान रोपे धानमा पनि यसरी किरा पर्छ, देख्न सक्नुहुन्छ है। किराहरू फड्के किराहरू दबाई त हालेको गाइस, के गर्ने। अब जेएनजी पुस्ताले चाहिँ हामीलाई हेर्नु पर्यो, मद्दत गर्नु पर्यो। किसानहरू सबैलाई मर्कामा परे है धानमा रोग लागेको कारणले गर्दा। गाइजहरूले जेएनजी पुस्ताहरूले चाहिँ सहयोग गर्नु होला, मद्दत गर्नु होला। हामी किसानहरूलाई चाहिँ
अब किसानलाई पनि अब हेर्नु पर्यो, जेनजीले जसरी परिवर्तन गर्नुभयो त्यसलाई, त्यसरी अब हामी किसानलाई पनि हेर्नु पर्यो। हामीलाई चाहिँ केमा फाइदा छैन, धान मकै जे रोप्नु रोप्लाउने, अनि डेरीमा बोनस पनि दिनु है गाइज हामीलाई। बलरामदेवले योपालि बोनस दिएको छैन, अनि दिनमा पहिला 2 रुपियाँ थप दिन्थ्यो भने त्यो पनि छैन, अझै 2 रुपियाँ कटाएर दिन्छ। अर्को वर्ष त्यही पैसा हामीलाई दिन्छ भनेको थियो, तर हामीलाई चाहिँ दुध बेचेपछि बोनस चाहिँ दिनुपर्ने हो है गाइज। त्यो चाहिँ हजुरहरूले हेर्नु पर्यो। अब हामी सबै किसानको मर्का हो, चितवनमा जति पनि जे रोपे पनि काम छैन, इन्डियाबाट सस्तामा बिक्री गरिदिन्छ, अनि हामीलाई चाहिँ घाटा हुन्छ। सबै कुरा चाहिँ अब जेनजी पुस्ताले हामीलाई हेर्नु पर्यो, मद्दत गर्नु पर्यो है। तपाईँसँग पिउन अनुरोध गर्दछु, हजुरले चाहिँ हेरिदिनुपर्छ। अब जेनजीले देशलाई परिवर्तन गरे, अब देशमा पनि अब किसानहरूलाई पनि सबै कुरा है, धान रोप्ने देखेर सबै कुरा कट्ने गरी देखेर हजुरको घर घरमा आउने सबै किसानले गर्दा हो। त्यस कारण किसानहरूलाई चाहिँ मर्कामा परेको छ। हजुरले अब जेनजीले हेर्नु पर्यो है। अब कृषि क्षेत्रमा सबै क्षेत्रमा चाहिँ हेरिदिनु पर्यो। नम्बर दिने हो के गर्नको बच्चा चाहिँ भात खतरा खायो, रुख चढेर माटो जातीय बच्चा चाहिँ